लिएर आएको छैन होला, भरे चेक गरौँ अब कस्तो हुन्छ। ब्याट्री क्यामेरामा ब्याट्री पनि 75% मात्रै थियो। अब फेरि बाटो अप्ठ्यारो सुरु भयो। तोरी भन्ज्याङ आउन आँट्यो। योभन्दा नि बाटो अप्ठ्यारो चाहिँ मास्तिर छ, निकास पुग्ने बेलामा। यस्तो छ बाटो। ल यो चाहिँ तोरी भन्ज्याङ आउनै लाग्यो है, आउनै लाग्यो तोरी भन्ज्याङ। तोरी भन्ज्याङ भनेको यही हो। ल चिन्नेले त चिनिहाल्नुहुन्छ होइन, चिन्नेलाई चाहिँ लाग्दो होला है कति भनेको हामी दैनिक यही बाटो हिँड्ने भनेर, तर नचिन्नेहरूको लागि मात्रै भनेको। त्यसैले आई एम सो सरी। ल तोरी भन्ज्याङको के हुन्छ। सानो हुँदाखेरि हामी यो बाटै हिँडेर जान्थ्यौँ कि पैदल, मतलब फर्स्ट टाइम गाडी जाँदाखेरि त्यो उता पाठशालापट्टिबाट आएर तोरी भन्ज्याङमा सट्ट घुम्दाखेरि म छक्क परेको कि कता पूर्व कता पश्चिम कता चाहिँ उत्तर दक्षिण केही पनि थाहा नपाएको होइन। घरबाट हाम्रो घर कता छ भन्ने नि बिर्सेको के, त्यो डिरेक्सनै बिर्सेको ठ्याक्कै। पुरा यो ब्रह्माण्डै घुमे जस्तो लागेको थियो है। तपाईँहरू चाहिँ त्यस्तो हुन्थ्यो कि हुँदैन, यतैतिरको फेरि स्थानीयहरूलाई सोधेको, तपाईँहरूलाई त्यस्तो हुन्थ्यो कि हुँदैन थियो। मलाई चाहिँ धेरै पटक भन्दा नि फर्स्ट टाइम आउँदाखेरि चाहिँ त्यस्तो भएको थियो क्या। ठ्याक्कै बाछालाबाट आएँ, बाछालाबाट आइसके पछाडि तोरी भन्ज्याङबाट यतापट्टि निस्किँदाखेरि चाहिँ त्यो पुरै कता हो कता बिर्सेको क्या, कतापट्टि घुमे जस्तो लागेको थियो। ब्रह्माण्डै उल्टे जस्तो मतलब घुमे जस्तो लागेको थियो क्या। ल तोरी भन्ज्याङ कटेर नै यो उकालो हो। अब चाहिँ फेरि बाटो अप्ठ्यारो छ, अलि मास्तिर गएर निकै अप्ठ्यारो छ। डबल लोड हेर्नु त निकै गाह्रो हुन्छ यतातिर। सिङ्गल त जे होस् आनन्दसँगै गइन्छ। कताबाट गाइडबाट आउनु त बाटो यस्तो अप्ठ्यारो छ। बाटो अप्ठ्यारो छ, बाटो धेरै अप्ठ्यारो। अप्ठ्यारो छ है, अप्ठ्यारो धेरै अप्ठ्यारो। अब साथीभाइहरूसँग भेट हुँदा नि यस्तोमा त रोकेर बोल्ने कुरै भएन होइन। भाइहरू आउँदै गर्नु भएको छ गाडीतिरबाट है, कताबाट बोल्यो भने लडिहालिन्छ, बोलेन भने साथीहरूले है वाट ननसेन्स यु म्यान भनेर भन्ने होला होइन। तर पनि आई एम सरी, भनेर भन्दै हिँड्नु परेको छ। के गर्ने। ल यसलाई निकासको खोला निकास भन्छ के भन्छ खासैमा चाहिँ तोरी भन्ज्याङ खोला भन्छौँ हामी चाहिँ। खोला। ल यो खोला तर्दा कस्तो होला, यो खोला तर्दा कस्तो होला। ल जा मजाले तर्यो।
ऐसेलको काँडा लो खा फेरि बाटो अप्ठ्यारो छ सबैभन्दा समस्या भनेको पानी पर्दाखेरि है यस्तो छ बाटो अनि समस्या नभएर कस्तो होला पानी पऱ्यो भने चाहिँ लास्टै चिप्लिन्छ कि यहाँनिरको बाटो पानी पऱ्यो चाहिँ भने नपर्दा त ठिकै छ यो पनि अप्ठ्यारो हो अनि रातो माटो निकासको रातो माटो भन्ने रातो माटे त्यसपछि यहाँ फेरि अप्ठ्यारो छ यस्तो छ बाटो ल यो बाटो अप्ठ्यारो यहाँ चाहिँ एकदम गाडी फस्थ्यो है त्यो काठको लकडीहरू निकाल्दाखेरि यहाँ ट्राभल गर्दै एकदम सजिलो भयो यति चाहिँ अनि त्यसपछि फेरि यता नि बाटो अप्ठ्यारै छ यहाँ पनि बाटो अप्ठ्यारो छ यो तल्लो भेगको मुख्य अप्ठ्यारो चाहिँ कट्यो फेरि अब माथि छ नर्सरी पुग्ने बेलामा अप्ठ्यारो अनि निकास बजार फेरि यस्तो मौसम छ यस्तो मौसम यस्तो पानी पर्न लागेको छ हेर्नु कति धेरै बादल आएर फेरि खोला यो खोला तर्दा कस्तो होला पनि अप्ठ्यारो बाटो आयो फेरि एकदम अप्ठ्यारो बिल्कुलै अप्ठ्यारो अनि यस्तो बाटोमा चाहिँ कसरी हिँड्नु हैन यसरी हिँड्ने हो कि फेरि लड्यो उठ्यो ढिलो टकटकायो अनि एकछिन हाँस्यो हिँड्यो हैन त्यति नभए त कामै छैन ल यहाँ बाटो लास्टै अप्ठ्यारो छ अब हाम्रो टु व्हिलरको चाहिँ उताबाट जान सकिँदैन यहाँबाट यसो निस्किएर सर्टकटको बाटो चोर बाटो जे भने नि हुन्छ तर यो चोर बाटो चाहिँ होइन वास्तवमै सर्टकट बाटो है त यस्तो छ यो माथि निकास बजार बाटो यस्तो छ अप्ठ्यारो बिल्कुल अप्ठ्यारो बिल्कुल यो पानी पऱ्यो भने यति चिप्लो हुन्छ नि कुरै नगरौँ यस्तो छ बाटो यस्तो अब यहाँनिर लास्ट अप्ठ्यारो छ ल हेर्नु अरू गाडीले पेलेर अब यताबाट झर्नुपर्ने भयो अन्त यस्तोमा चिप्लेर लडिहालिन्छ ल पुरा कक्रोच जस्तै क्राब जस्तै घस्रेर हिँड्नुपर्छ यस्तोमा है नत्र भने त लडेर पुरा हिलो भइहालिन्छ अब यता भनेको गाडी जाने बाटो यता चाहिँ निकास बजारको स्थिति यस्तो छ हेर्नुहोस् अब केही त देखिँदैन रहेछ बाटो पाएर यता बसक छ यो चाहिँ बजार हो निकासको बजार यस्तो भ्यू छ सबै यो बजार कसैले यता मास्टर यो चाहिँ मन्दिर जाने ठाउँ हो ल अङ्कलले त बाटै छेकिदिनु भएको
कता हिँड्नु भएको है हैट तेरिया। ल निकास बजार पनि सकियो। ल यस्तै छ आजलाई लगभग यति नै गरौँ जस्तो लाग्न थाल्यो।